Surprise, 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 surprise. हेलो गाइज, वेलकम टु माई ब्लग्स। सो गाइज, आज चाहिँ हामी घुम्न जाँदैछौँ र कहाँ जाँदैछौँ मलाई पनि थाहा छैन। सो दाइ म घरबाट निस्किसक्यो, मेरो लागि यो सरप्राइज हुनेवाला छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। हामी कहाँ चाहिँ जान्छौँ होला त घुम्न, अन्तिमसम्म हेर्नु होला है त। सो फर्स्टमा हामी चाहिँ घरबाट निस्केर यसो रोडतिर आयौँ। त्यसपछि हामी बाइकमा सरासर चल्दै गइसिँदै हामी पुग्यौँ मङ्गलगढी चोक। मङ्गलगढी चोक पुगेपछि दाइले बाइक उँधोतिर घुमाउनु भयो। अब मलाई त केही पनि थाहा छैन दाइले कहाँ लाँदै हुनुहुन्छ। त्यही पनि म चुप्प लागेर बसिराखेँ। म मस्ताले भ्लग बनाइराखेँ पछाडि बसेर। दाइले चाहिँ अगाडि बाइक चलाइराख्नु भएको थियो। अनि अलि तल पुग्दै थियौँ बाटोमा पुल बन्न लागेछ। अब बाटो ब्लक भएपछि त यहाँबाट जाने अवस्था भएन। त्यसपछि हामी बाइक थोरै मोडेर अर्को बाटोबाट गयौँ। टक्क लाएर त्यसपछि हामी पुग्यौँ शिव माध्यमिक विद्यालय भन्नु रहेछ यहाँनिर। यहाँदेखि सिधै फेरि अझै तल साइडतिर गयौँ हामी। त्यसपछि हामी तल पुगेको जताकतै खेत देखिन लाग्यो। मलाई पनि ठाउँ चाहिँ राम्रै लाग्यो। अब यसो सोचेँ हामी घुम्न जानु लागेको ठाउँ पक्कै पनि राम्रो छ, बब्बल रमाइलो हुनेवाला छ मैले सोचिरहेको थिएँ। अनि यताउति घरहरू हेर्दै म चाहिँ टक्क लाएर मस्तले आनन्दले बसिराखेँ। तल गइसकेपछि हामी बाई मिस्टेक हामी गलत रोड गयौँ। मलाई चाहिँ केही पनि थाहा थिएन। दाइले जहाँ लगे पनि म त्यहीँ गइहाल्थेँ। तर दाइ पनि थोरै कन्फ्युज हुनुभयो। कन्फ्युज भएपछि हामीले एकछिन त्यहीँ उभियौँ र यताउति हेऱ्यौँ, राम्रो लाग्यो। अनि म्याप हेरेको हामी जानुपर्ने पछाडि बाटो नै रहेछ। त्यसपछि हामी फेरि पुनः रिटर्न ब्याक भयौँ। त्यसपछि चाहिँ हामी लगातार हिँडेपछि लगभग 15-20 मिनटमा एउटा जङ्गलको छेउमा पुग्यौँ। र त्यो जङ्गलको छेउमा पुगेपछि मलाई अचम्म लाग्यो, दाइले मलाई किन जङ्गलको छेउमा लिनुभयो होला। तर ममा सरप्राइजिङको लागि अझै जिज्ञासा थियो, कस्तो छ होला जस्तो। हामी चाहिँ जङ्गलको छेउमा बाइक नजाँदो रहेछ। अनि जङ्गलको छेउमै बाइक राखेर हामी चाहिँ केही बेर अगाडि हिँडेपछि फाइनल्ली आयो पतला दरबार। चाहिँ दाइ हेलमेट समाएर अगाडि हिँड्न थाल्नुभयो। म पनि दाइको पछि हिँडेँ। तर दाइको हिँडाइ पनि अनमोल केसीको भन्दा चाहिँ कम छैन। त्यसपछि हामी सरासर अगाडितिर लाग्यो। झन् अगाडि बढेको यसो दृश्य हेर्दाखेरि चाहिँ राम्रो देखिने, इन्ट्रेस्टिङ र जिज्ञासु टाइपको कसरी बन्यो होला यस्तो ठाउँ मैले प्रश्न दाइलाई। र दाइले भन्नुभयो यो पहिरो आएर भएको होला जस्तो पनि लाग्यो। तर पहिरै आएको भए यो बिचमा यति धेरै माटो चाहिँ कहाँ गयो होला भनेर मैले प्रश्न गरेँ। त्यसपछि हामी यस कुरा गर्दै अगाडि बढ्यौँ। यस्तो रहेछ पुरै। वाह, के हो यस्तो? त्यसपछि अगाडि बढेको हामीले एउटा सानो कटेरो देख्यौँ जहाँ भित्र मूर्तिहरू बनाएको थियो। हामीले यसो यताउति हेऱ्यौँ, बट द्याट इज नट इन्ट्रेस्टिङ फर मी। त्यसपछि हामी फेरि ब्याक भएर अगाडि बढ्न थाल्यौँ। अगाडि हेरेको झन् राम्रो दृश्य देखिन थाल्यो र हामी एक्साइटेड भएर फेरि अगाडि बढ्यौँ। सरप्राइज भनेको चाहिँ यति अग्लो छ डाँडा। फाइनली यहाँ आएपछि त दाइ पनि एक्साइटेड हुनुभयो। यो फोटोहरू पनि लियौँ यहाँ। अनि फोटो खिचिसकेपछि फेरि अर्को त्यसपछि चाहिँ हामीले खतरा पोजमा फोटो खिच्न थाल्यौँ। फोटो खिचेर सकाएपछि फेरि अर्को हिमाल आयो। हिमाल आइसकेपछि दाइले आफूलाई सोच्नुभयो माउन्टेनर। दाइले चढ्ने ट्राई त गर्नुभयो तर पार लागेन। त्यसपछि दाइ झरेर फेरि हामीसँगै अर्को साइडमा गयौँ। हामी अघि बाटोमा आउँदै गर्दाखेरि एउटा मान्छेले गुफा छ भनेको थियो, जुन गुफामा एउटा मान्छे 3 दिनसम्म अड्केर बसेको थियो। हामी त्यही गुफा खोज्दै गएको तर गुफा भेटिएन। यो गुफा जस्तै रहेछ तर भित्र हेरेको गुफा रहेनछ।
माथि हेरेको वाङ्गै रहेछ तर हेर्दाखेरि गुफा जस्तो चाहिँ देखिन्थ्यो। अनि हामीले भित्र गएर हेऱ्यौँ यताउति जस राम्रो लाग्यो। त्यसपछि अब हामी बाहिर निस्किएर फेरि अर्को साइडमा जान थाल्यो। यहाँ फेरि थोरै क्लाइम्बिङ गर्नु जस्तो ठाउँ रहेछ। त्यसपछि दाइले म पहिला चढ्छु त्यसपछि त चढ भन्नुभयो। त्यसपछि दाइ फटाफट चढ्न मुस्किल काम हो। पुगिसकेपछि म पनि माथि चढेँ। माथि चढिसकेपछि सर र तलको भ्यू देखिन थालिहाल्यो। त्यसपछि हामी माथि गएर एकछिन यताउति हेऱ्यौँ र भिडियोहरू बनायौँ। यस्तो धौ भयो, गर्मी पनि भयो। ज्याकेट हेरेको मैले जस्तो आफूलाई हेर्दा मजा आउँछ भिडियोमा नहुनु कि त्यत्तिकै हामी चाहिँ यस्तो डरलाग्दो हाइट सिरिङ्ग हुन्छ यार। यस्तो डरलाग्दो ठाउँ कसरी ठाउँ बन्यो होला भन्ने कुरामा अचम्मको छैन। तर यताउति चाहिँ राम्रो देखिँदो रहेछ, माथिको डाँडाहरू देखिँदो रहेछ। जस मजै आयो घुम्नलाई। तर अलिक डर पनि लाग्यो कता कता यस्तो ठाउँमा घुम्न आएको। सो गाइज यसपछि हामी सिधै आयौँ तल। तल आइसकेपछि अब हामी धेरै थाकेको पनि थियो। त्यो भएर अब घर जाऊँ भन्ने सल्लाह भयो। त्यसपछि हामी सरासरी हिँडेर पुगिहाल्यौँ फाइनल्ली। सो हामी चाहिँ बाइक राखेको ठाउँमा आइपुग्यौँ। बाइक यहाँ राखेर गएको थियौँ, बल्ल बल्ल आइयो। अब चाहिँ हामी जान्छौँ घर। र आजको भ्लगलाई यति नै। भ्लग कस्तो लाग्यो मन परेमा एक लाइक गर्नुहोला र कमेन्ट पनि गर्नुहोला। अर्को भ्लग आउने नै छ, त्यसको लागि मेरो च्यानलमा सब्सक्राइब गरेर जोडिनु होला। अर्को भ्लगसम्मको लागि बाई बाई, टाटा।